हाई गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग दिस इज मी प्रतिमा। अनि आज चाहिँ हाम्रो सम्मान कार्यक्रम छ नगरपालिकाबाट। म चाहिँ आज त्यहीजना आएको छु। लेट्स गो। अहिले चाहिँ ठ्याक्कै सभायक भएको छ अनि 2 बजे चाहिँ त्यहाँ पुगिसक्नु पर्ने हो। म अहिले बल्ल हिँड्दैछु घरबाट। म चाहिँ अहिले गाडीमा चढिसकेँ। फाइनल्ली बाबासँग पनि भेट भयो अनि अहिले चाहिँ बाबा र म भएर जाँदैछौँ बुटवल उपमहानगरपालिकाको कार्यालयमा। हाई भन्नु न। हाई हाई। अनि हामी आइयो बुटवल उपमहानगरपालिकाको कार्यालय। अनि यस्तो रहेको छ बुटवल उपमहानगरपालिका कार्यालय। जति पनि जम्माहरूमा चाहिँ सबै पोजिटिभ ल्याएको स्टुडेन्ट हो। अनि त्यहाँबाट मेरो बाबाको चाहिँ गफ जमिरहेको छ। अनि हामीलाई चाहिँ 2 बजे सुरु हुन्छ भनेको कार्यक्रम चाहिँ बल्ल 3 बजे सुरु हुँदैछ। सो गाइस अब यहाँनिर चाहिँ प्रोग्राम स्टार्ट हुन लागेको छ। अनि अहिले बल्ल यहाँनिर यसी क्वेसनहरू बस्नु भएको छ। यिनीहरू हाम्रो कालिकाको शान, कालिकाको मान, कालिकाको गौरव। आदरणीय खेमराज पाण्डेज्यूलाई कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन स्कुल माध्यमिक विद्यालयका प्राचार्यज्यूले प्रमाणपत्र ग्रहण गर्दै हुनुहुन्छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। देशभरिमै सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएको विद्यालय, राष्ट्रिय स्तरमै पटक पटक नेपाल प्रथम भएको विद्यालय, कालिका माध्यमिक विद्यालय, बुटवलको एउटा शैक्षिक नगरीको गर्व गर्न लागेको विद्यार्थीहरूको खोज जित्ने प्राप्त गर्न सफल भएको छ। कालिका माध्यमिक विद्यालय राष्ट्रिय स्तरमै आफूलाई पटक पटक नेपाल प्रथम विद्यालयको रूपमा आफूलाई उभ्याइसकेको छ। धेरै विद्यालयहरूको अवलोकन गर्ने विद्यालयको रूपमा पनि कालिका माध्यमिक विद्यालय रहेको छ। हाल कालिका माध्यमिक विद्यालय सेक्टर 1 र सेक्टर 2 गरी दुईको लागि बुटवल उपमहानगरपालिकाका यस्तै उदाहरणीय विद्यालयहरूको अहम भूमिका रहेको छ। बुटवल उपमहानगरपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायतबाट मायाको चिनो, प्रमाणपत्र, नेपाली टोपी सहित सम्मान गर्ने कार्यक्रम रहेको छ। विद्यार्थीहरूको खुसी र विद्यालयहरूको जुन उत्साहको यो वातावरणमा बुटवल उपमहानगरपालिकाले पनि आफूलाई सँगसँगै उभारिरहेको छ। हरेक खुसीमा बुटवल उपमहानगरपालिका विद्यार्थीको खुसीमा र विद्यालयको खुसीमा आफ्नो खुसी साझाको लागि सधैँ अग्रसर भइरहन्छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू सामूहिक फोटो सेसनको लागि अगाडि मञ्चमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हार्दिक अनुरोध गर्दछु।
यस वर्ष न्यू होराइजन इङ्ग्लिस मोड स्कुलले 4 जना विद्यार्थीको 4 GPA सहित उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको छ। पटक पटक नेपाल was changed. Now, according to the new Afghan politicians, the children and women are not able to secure their education properly. Thinking about it now, I feel like मेरो शैक्षिक यात्रामा साथ दिनुहुने सबैमा इसाई युनियन अवश्य पनि अघि बढ्दा केही महत्त्वपूर्ण वक्तव्य पनि तपाईँहरूले म रिपोर्टिङ हाई स्कुलमा अध्ययनरत छात्रा दिपा केसरीको तर्फबाट स्वीकार्नुहोस् न्यानोबाट। आज यस बुटवल उपमहानगरपालिकाले आयोजना गरेको 4 GPA हासिल गर्न सफल विद्यार्थीहरूको सम्मान कार्यक्रममा म पनि एक 4 GPA ल्याउन सफल प्राउड स्टुडेन्टको रूपमा यहाँ उभिन पाउँदा आफूलाई निकै गौरवान्वित महसुस सो गाइस भर्खर हामीले नास्ता खाइयो अनि खाँदैछु। अब चाहिँ हाम्रो प्रोग्राम पनि पुरै भ्याइयो अनि अब हामी चाहिँ घर जाने हो। गाइस फाइनली अब हामी हिँड्यो मेरो रोशनी छेकियो सो गाइस अब चाहिँ हामी फाइनल्ली गाइज आजको यो सम्मान कार्यक्रम पनि भ्याइयो अनि म बाबासँग स्कुटीमा अब घर जाँदैछु। Thank you for watching my vlog till the end. So आजको लागि यति नै, see you in next vlog. Bye.